Hello everyone, it's Mrs. Smita Shrestha. हजुर सम्पूर्णलाई मेरो लाइभमा वेलकम छ। के गर्दै हुनुहुन्छ सबैजना? खाना खाएर बस्नुभएको होला। लेसन 4 को भन्नुभएको रहेछ, त्यो म लास्टमा बुझाइदिन्छु ल। आज हामी लेसन 21 को ग्रामर गर्न गइरहेछौँ। यो सकिएपछि अनि म हजुरलाई चाहिँ लेसन 4 को पनि भनिदिन्छु है। ए हो र, ल ठिक छ, लेख्दै गर्नु। ल अब चाहिँ हामी लेसन 21 को ग्रामर स्टार्ट गरौँ है त। 20 लेसन कतिको बुझ्नुभएको छ हजुरले? बुझ्नुभएको छ कि नै? हामी अस्ति पढेको थियौँ नि 20 लेसनमा हामीले फुचु के पढेको थियौँ, कतिको बुझ्नुभयो? हेर्नुभयो होला नि फेरि होइन? सन्तोष स्यान, थ्याङ्क यू हजुरलाई। र थ्याङ्क यू हजुरलाई पनि आइदिनु भएको छ लाइभमा। खुसी लाग्छ हजुर आउनु हुँदाखेरि पनि। 20 हामीले अस्ति गरेको हो, आज हामी 21 गर्छौँ है। ल हजुर सम्पूर्णलाई वेलकम गर्दै म चाहिँ 21 लेसनको ग्रामर आज गर्न गइरहेको छु। राम्रोसँग हेर्नु है। 21 को ग्रामरको लागि 20 लेसन चाहिँ हजुरले जान्नै पर्छ भनेको थिएँ। 2 दिन ग्याप भयो कि 2 दिन कि 1 दिन ग्यापमा आयौँ होला हामी। अनि 20 लेसनको ग्रामर बुझ्नु भएन भने हेर्नु भनेको थिएँ, हेरि पनि सक्नुभएको छ होला। 20 लेसनमा चाहिँ हामीले हजुर प्लेन फर्म पढेको थियौँ है। भर्ब अनि एड्जेक्टिभ र नाउनहरूको चाहिँ प्लेन फर्म पढेको थियौँ। त्यो अस्तिको लाइभमा चाहिँ हामीले डिस्कस गरेको। अनि बुझ्नु भएन भने लाइभ रेकर्डिङ भिडियो छ, त्यो हेर्नु भनेको थिएँ, हेर्नु पनि भयो होला है। आज चाहिँ हामी त्यही प्लेन फर्मसँग अब जोडेर अरू सेन्टेन्सहरू कसरी गराउन सकिन्छ भनेर 21 लेसनमा पढ्ने हो है। त्यही भएर हामीलाई चाहिँ 20 लेसन नजाने हुँदैन कि आज हामीले 21 लेसन पढ्नलाई। त्यही भएर जानेर आउनु है भनेको थियो, जान्नुभएको छ होला। कोङबाङवा टेकेन्डो सान। कन्सल्टेन्सी छैन, मैले पहिला चाहिँ जब गर्थेँ कि, अनि अहिले छोडेर बसेछु। अनि फेरि बिर्सिन्छु क्या हो सबै भनेर अनि यो नोट बनाउन लागेको थिएँ। अनि यो नोटहरू चाहिँ सेयर गरेको हो। अहिले चाहिँ म टिचिङ गर्दिनँ है। कोङबाङवा राजेशान। ल अब हामी स्टार्ट गरौँ है त ग्रामर। सबैजना रेडी हुनुहुन्छ? ल ठिक छ है। ल लेसन 21 है। आज हामी चाहिँ लेसन 21 को ग्रामर पढ्दैछौँ। मिनिङहरू पनि कम्पलसरी हेर्नु होला है हामीले। अब हिजो मैले मिनिङ राखेको थिएँ, हिजो होइन आज मिनिङ राखेँ, भोलि ग्रामर राख्छु। आज लेखेर सकेको। त्यही भएर यो ग्रामर पढ्नुभन्दा अगाडि चाहिँ हजुरले कम्पलसरी रूपमा चाहिँ मिनिङ हेर्नु है। हो र, सबैकोमा त्यस्तै प्रब्लम भन्छ कि हजुरकोमा मात्रै, हाम्रो मात्रै ठिकै छ जस्तो लागेछ हजुर। सबैजनाकोमा अनक्लियर हो र? यहाँ ठिकै देखिरहेछ। अमरसान कोनिचिवा। ए ठिक छ। त्यसो भए यसको पछि उस पनि आउँछ के अरे रेकर्डिङ भिडियो, त्योहरू पनि हेर्न सक्नुहुन्छ है। यता सबै ठिकै छ।
युट्युबमा हेर्नु ल, अहिले बुझ्नु भएन भने चाहिँ म त्यसमा पनि राख्छु। ठिक छ ल, त्यसो भए सुरु गरौँ है त अब ढिला नगरिकन। ल हेर्नु है, आज हामी 21 लेसनमा चाहिँ प्लेन फर्मसँग जोडेर कस्तो कस्तो सेन्टेन्सहरू बन्छ भन्ने बारेमा चाहिँ हामी पढ्दैछौँ। फर्स्टमा चाहिँ हाम्रो प्लेन फर्म प्लस तो ओमोइमास है। ओमोइमास भन्ने त हजुरहरूले 21 लेसनको मिनिङमै पढ्नुभएको छ, थिङ्क भनेर है। सोच्छु अथवा लाग्छ, आफूलाई लाग्ने कुराहरू भन्ने बेला है। अब त्यो ओमोइमाससँग चाहिँ हामीले प्लेन फर्म प्लस तो ओमोइमास गरेर एउटा हामीले सेन्टेन्स बनाउन सिक्छौँ है। त्यो गर्दा कस्तो हुन्छ भन्दाखेरि चाहिँ जस्तो लाग्छ है। यान 5 को हुँदैछ है हाम्रो अहिले, यान 5 को 21 लेसन हुँदैछ। अहिले चाहिँ अब यताउता केही कुरा नगरिकन 21 लेसनको मात्रै फोकस गर्नु है हजुरहरूले। अनि 4 लेसनको भन्नुभएको छ, त्यो पनि गरौँला अहिले, टाइम मिल्यो भने कस्तो हुन्छ यो सक्दा है। अहिले चाहिँ यताउता केही धेरै डिस्कस चाहिँ नगर्नु है। हेर्नु त लेसनमा के पढ्दैछौँ त हामीले, प्लेन फर्म प्लस तो ओमोइमास है। भर्ब एड्जेक्टिभ अथवा नाउनहरूलाई प्लेन फर्ममा लग्ने अनि तो ओमोइमास थप्दा के हुँदो रहेछ भन्दाखेरि जस्तो लाग्छ भन्ने मिनिङ आउँछ है। कुनै पनि कुराको अनुमान लगाएर केही हुन्छ जस्तो लाग्छ भनेर आफ्नो विचार व्यक्त गर्नुपर्दा यो संरचना अथवा यो स्वरूपको चाहिँ प्रयोग गरिन्छ भन्ने छ है। हामीले कुनै पनि कुरालाई अनुमान लगाएर यस्तो हुन्छ जस्तो लाग्छ भनेर आफ्नो इकेन भन्न पर्यो हजुरले, आफ्नो ओपिनियनहरू राख्न पर्यो भने चाहिँ हामीले यो स्वरूपको चाहिँ प्रयोग गर्ने हो है। भर्ब अथवा एड्जेक्टिभ अनि नाउनहरूलाई चाहिँ प्लेन फर्ममा लग्ने अनि तो ओमोइमास गरिदिने है। ल हेर्नुहोस् त, मैले यहाँ राखेको छु भर्ब। यदि भर्ब भयो भने हामीले यदि भर्बलाई युज गऱ्यौँ भने चाहिँ त्यसलाई त प्लेन फर्ममा लग्नु पर्यो है। भर्बको प्रेजेन्ट टेन्समा मास हुन्छ भने थियो है। मासको प्लेन फर्म के हुन्छ त हाम्रो, मासको प्लेन फर्म के हुन्छ हजुर भन्नु त। मासको प्लेन फर्म के हुन्छ, मास आयो भने चाहिँ प्लेन फर्ममा लग्दा के गर्नुपर्छ त हामीले, हाम्रो 21 लेसनको हो है, लेसन 21 को ग्रामर हुँदैछ। मास चाहिँ होइन, मासको चाहिँ मासको प्लेन फर्म चाहिँ रुट भर्ब हुन्छ कि। यदि हजुरले मास देख्नुभयो भने त्यसलाई प्लेन फर्ममा लेख्न पर्यो भने चाहिँ रुट भर्बमा चेन्ज गर्ने है। अनि भर्ब भन्ने बित्तिकै हजुरलाई के थाहा हुनुपर्छ भनेको थिएँ त मैले, 3टा ग्रुपमध्ये कुन भर्ब हो, कुन ग्रुपको भर्ब हो भनेर चिन्नुपर्ने हुन्छ कि हजुरले। ग्रुप पनि छुट्याउन जानिहाल्नुपर्छ, भर्ब देख्ने बित्तिकै यो भर्ब चाहिँ यो ग्रुपको भनेर थाहा हुनुपर्छ सबसे पहिला है। अनि त्यो थाहा भएपछि चाहिँ अब त्यो रुल्स त थाहा हुन्छ नि, यो ग्रुपको भनेर छुट्याउन जान्नुभयो भने त हजुरलाई रुल्स त थाहा छ, 18 लेसनमै पढ्नुभएको छ जिसिओकेको लागि, रुट भर्बको लागि है। अनि त्यही अनुसार चाहिँ हजुरले मास देख्ने बित्तिकै प्लेन फर्ममा लाँदा रुट भर्बमा लगिदिने है, मासलाई रुट भर्बमा चेन्ज गर्ने। त्यसपछि हाम्रो प्रेजेन्ट नेगेटिभ अथवा फ्युचर नेगेटिभ टेन्समा के हुन्छ त, मासको मासेन भनेर नेगेटिभ गराएको थियौँ। मासेनको प्लेन फर्म के हुन्छ त, मासेनको प्लेन फर्म यदि मासेन देख्नुभयो भर्बमा भने चाहिँ हजुरले त्यसलाई प्लेन फर्ममा लग्दा चाहिँ केमा चेन्ज गर्नुपर्ने हुन्छ त, मासेनको प्लेन फर्म भनेको के हो त, कुनाई होइन है, कुनाई त हाम्रो इ एड्जेक्टिभको हो, तेन्जिन्सान। मासेन भनेपछि हाम्रो भर्ब हो, रुट भर्ब चाहिँ मासलाई हो, रामुसान। ता फर्म पनि भएन, नाइ फर्म, हजुर कसले लेख्नुभएको छ नाइ फर्म है, ठिक छ। मासेन हो भने चाहिँ नाइमा लग्ने हो कि, मासेनको प्लेन फर्म भनेको नाइ हो है, बुझ्नुभयो नि, नाइ फर्ममा लग्ने है। मासेन देख्नुभयो भने त्यसलाई प्लेन फर्ममा लग्दा नाइ फर्ममा चेन्ज गर्नुपर्ने हुन्छ है। त्यसै पास्ट टेन्समा हाम्रो के हुन्छ त, मासिता हुन्छ। मासिताको प्लेन फर्म के हुने भयो त, मासिताको प्लेन फर्म, ठिक छ है, ठिक छ, मासिताको प्लेन फर्म के हुन्छ त, ता फर्म हुन्छ है, ठिक छ। मासिता देख्ने बित्तिकै ता फर्ममा जानु पर्यो हजुरहरू। पास्ट नेगेटिभमा हाम्रो के हुन्छ त, सेन देशिता हुन्छ। सेन देशितालाई प्लेन फर्ममा लाँदा के गर्नु पर्यो त,
सेन्देसितालाई कमेन्ट गर्नु। नाकात्ता ठिक छ है। सेन्देसिता हो भने चाहिँ नाकात्तामा लग्ने है। हजुरलाई यति थाहा भयो भने चाहिँ मजाले सक्नुहुन्छ प्लेन फर्ममा लग्न है। मासको रुट भर्ब, मासेनको नाइ फर्म, अनि पास्ट टेन्सको सिता हो भने टा फर्ममा चेन्ज गर्नु। त्यसपछि पास्ट नेगेटिभ टेन्सको मासेन्देसिता हो भने चाहिँ त्यसलाई नाकात्तामा लग्ने है। ठिक छ ल। त्यसमा लगिदिएपछि हाम्रो प्लेन फर्म भयो। त्यो प्लेन फर्ममा के थप्नु पर्यो त हामीले तो ओमैमास थपिदिने है। प्लेन फर्म प्लस तो ओमैमास गर्दा जस्तो लाग्छ भनेर आफ्नो इकेन राख्ने, हजुरले आफ्नो ओपिनियन राख्न सक्नुहुन्छ है। त्यसपछि ल भर्बको त भयो। अब इ एडजेक्टिभको हेरौँ है। पहिला हामीले यो यस्तो हुन्छ भनेर हेरौँ, त्यसपछि सेन्टेन्स पनि हेरौँला है। अब इ एडजेक्टिभतिर जाऊँ है। इ एडजेक्टिभ भनेको चाहिँ कुनै पनि वस्तु, व्यक्ति वा ठाउँको विशेषता जनाउने शब्दको पछाडि इ भन्ने लेटर आउँछ भने चाहिँ त्यो के हो त इ एडजेक्टिभ हो हाम्रो है। त्यो इ एडजेक्टिभलाई प्लेन फर्ममा लग्नलाई के गर्नुपर्छ त अब इ एडजेक्टिभलाई फर्स्टमा हजुरहरूले टेन्समा चेन्ज गर्न जान्नु पर्यो है। त्यसपछि त्यो टेन्समा चेन्ज गरेको इ एडजेक्टिभमा पछाडि सबैमा त देश हुन्छ हाम्रो। त्यो देशलाई हटाउने बित्तिकै के हुन्छ त हाम्रो इ एडजेक्टिभको प्लेन फर्म हुन्छ भनेर हामीले 20 लेसनमा पढेछौँ है। अब एडजेक्टिभमा चेन्ज गर्नलाई चाहिँ हाम्रो केमा एडजेक्टिभलाई चाहिँ टेन्समा चेन्ज गर्न कति लेसनमा पढेछौँ त 8 लेसनमा पढेछौँ है। अब 8 लेसनमा पढेको हाम्रो एडजेक्टिभहरूको टेन्स चेन्ज गर्न 8 लेसनमा सिक्यौँ। त्यसलाई चाहिँ प्लेन फर्ममा लग्न 20 लेसनमा सिक्यौँ है। अब इ एडजेक्टिभलाई चाहिँ प्लेन फर्ममा लग्नु छ भने सबै टेन्सको अन्तिमको देशलाई हटाउने बित्तिकै हाम्रो प्लेन फर्म भनिदिन्छ कि। इ एडजेक्टिभको चाहिँ सजिलो छ है। देशलाई हटाइदिने बित्तिकै प्लेन फर्म हुन्छ। जस्तै हाम्रो प्रेजेन्ट अथवा फ्युचर टेन्समा के हुन्थ्यो त इ एडजेक्टिभ प्लस देश हुन्थ्यो। देशलाई हटाइदिनु, इ एडजेक्टिभ मात्रै राखिदिनु। प्रेजेन्ट नेगेटिभ टेन्समा चाहिँ इ एडजेक्टिभमा चाहिँ इलाई हटाएर के गर्थ्यौँ कुनै राख्थ्यौँ होइन। कुनै देश हुन्थ्यो, अब देशलाई हटाएर कुनै मात्रै राखिदिनु। पास्ट टेन्समा हाम्रो चाहिँ कात्ता देश हुन्थ्यो है। इलाई हटाएर चाहिँ कात्ता देश थप्थ्यौँ। त्यसमा पनि देश हटाएर कात्ता मात्रै राखिदिनु। पास्ट नेगेटिभ टेन्समा चाहिँ कुना कात्ता देश हुन्थ्यो। अब कुना कात्ता देशको चाहिँ त्यहाँ पनि देश हटाएर कुना कात्ता मात्रै राखिदिनु अनि तो ओमैमास गरिदिने है। इ एडजेक्टिभमा चाहिँ के गर्नु पर्यो त हाम्रो सबै टेन्सको अन्तिमको देशलाई हटाएर तो ओमैमास गर्न पर्यो कि प्लेन फर्ममा लग्दाखेरि है। बुझ्नुभयो नि। ल यस्तो गरेपछि चाहिँ जस्तो लाग्छ भनेर आफ्नो इकेन राखेको मिनिङ बुझिन्छ है। प्लेन फर्म प्लस तो ओमैमास गर्ने बित्तिकै हजुरले आफ्नो ओपिनियन राख्नु भएको है भन्ने मिनिङ हुन्छ है। ल त्यसपछि हाम्रो अर्को छ ना एडजेक्टिभ र नाउन है। अब ना एडजेक्टिभ र नाउनलाई प्लेन फर्ममा लग्दा के हुन्छ त भनेर त जानिसक्नुभएको छ। त्यही पनि हामी यहाँ सरर हेर्छौँ है। ल हेर्नु, प्रेजेन्ट अथवा फ्युचर टेन्समा चाहिँ के हुन्थ्यो त हाम्रो ना एडजेक्टिभमा चाहिँ ना एडजेक्टिभ अथवा नाउन प्लस देश गर्थ्यौँ है। प्रेजेन्टमा त ना एडजेक्टिभ प्लस नाउन अथवा ना एडजेक्टिभ छ भने ना एडजेक्टिभ, नाउन छ भने नाउन प्लस देश हुन्थ्यो है। अब देशलाई चाहिँ के गर्ने त ना हटाउने भन्दा पनि ना चाहिँ राख्दैनौँ हामीले यसमा। ना राख्ने भनेको ना एडजेक्टिभमा पछाडि ना आउने भनेको ना एडजेक्टिभकै पछाडि ठ्याक्कै नाउन छ भने चाहिँ ना एड गर्ने हो। यसमा चाहिँ हुँदैन है। हाम्रो चाहिँ यहाँ के हुन्थ्यो त देश हुन्छ है। प्रेजेन्ट टेन्समा त ना एडजेक्टिभ अथवा नाउन प्लस देश हुन्छ। देशलाई चाहिँ हामीले केमा चेन्ज गर्छौँ त प्लेन फर्म गराउँदा देशको दा गरेछौँ है। देशलाई चाहिँ दामा चेन्ज गरेछौँ प्लेन फर्म गर्दा है। त्यसपछि हाम्रो प्रेजेन्ट नेगेटिभ टेन्समा चाहिँ ज्या आरीमा सेन हुन्थ्यो नि होइन। ज्या आरीमा सेन, जस्तै सिजुखा ज्या आरीमा सेन, हिमा ज्या आरीमा सेन गर्नुभएको थियो है। अब ज्या आरीमा सेनलाई चाहिँ प्लेन फर्ममा लग्दा के हुन्छ त ज्या आरीमा सेन है। ज्या आरीमा सेनको प्लेन फर्म के हुन्छ ज्या आरीमा सेनको प्लेन फर्म सिजुखा ज्या आरीमा सेन भनेकोलाई चाहिँ हामीले प्लेन फर्ममा लग्दा ठिक छ। निर्भना सानले भन्नुभएको छ के हुन्छ त ज्यानै हुने भयो है। ज्या आरीमा सेनको प्लेन फर्म ज्यानै ठिक छ। त्यसपछि हाम्रो पास्ट टेन्समा
पास्ट टेन्समा के हुन्थ्यो त देशिता हुन्थ्यो त्यही नै केहीमा हैन देशिता गरेथ्यौं ल पास्ट टेन्समा देशिता हुन्थ्यो है देशिताको प्लेन फर्म के हुन्छ त देशिताको प्लेन फर्म देशिता छ भने त्यसलाई प्लेन फर्ममा चेन्ज गर्दा के गर्छौं ज्यानाकाता हैन है देशिताको मात्रै ज्यारीमा चाहिँ देशिताको होइन जस देशिताको मात्रै के हुन्छ ठीक छ दाता हुन्छ है दाता हुन्छ है ठीक छ देशितालाई हजुरले देशिता देख्ने बित्तिकै प्लेन फर्ममा लग्दा दातामा चेन्ज गरिदिनु है त्यसपछि पास्ट नेगेटिभ टेन्समा हाम्रो ज्या आरीमा चाहिँ देशिता हुन्थ्यो है ज्या आरीमा चाहिँ देशिताको चाहिँ प्लेन फर्म के हुने भयो त ज्या आरीमा चाहिँ देशिताको प्लेन फर्म ज्यानाकाता ठीक छ ज्यानाकाता हुन्छ है ज्यानाकाता ठीक छ ल यसरी चाहिँ हजुरले नाकेउसी र नाउनलाई पनि प्लेन फर्ममा लान सक्नुहुन्छ है देशको दा ज्यारीमा चाहिँ ज्यानाई देशिताको दाता ज्यारीमा चाहिँ देशिताको ज्यानाकाता गरिसकेपछि त्यो प्लेन फर्म हुन्छ र त्यसमा के एड गर्नु पर्यो त तो ओमैमा भनेर एड गरिदिन पर्यो के आफ्नो इकेन राख्नलाई आफ्नो ओपिनियन राख्नलाई है ल यति जान्नुभयो भने चाहिँ हजुरले आफ्नो विचार चाहिँ मजाले भन्न सक्नुहुन्छ यहाँ एक दुईवटा इक्जाम्पल छ त्यो पनि हेरिहालौँ है त ल हेर्नु है इक्जाम्पलमा हेर्नु त इचिपानमा छ आज पानी पर्छ जस्तो लाग्छ है यसो बाहिर हेर्दाखेरि हामीलाई के लाग्यो त पानी पर्छ जस्तो लाग्छ है हाम्रो विचार हो त्यो चाहिँ मिल्नै पर्छ पानी पर्नै पर्छ भन्ने हुँदैन कि हजुरको आफ्नो धारणा व्यक्त गर्नुभएको त्यो आफूलाई लागेको कुरा भन्यो त्यो चाहिँ एकदम फ्याक्ट नै हुनुपर्छ त्यो हुनैपर्छ भन्ने चाहिँ हुँदैन है आफूले आफ्नो विचार राख्न पाउनुहुन्छ नि त हजुरले आफूलाई लागेको कुरा भन्दाखेरि चाहिँ त्यो एकदमै रियलै हुनुपर्छ भन्ने चाहिँ हुँदैन हजुरलाई लागेको कुरा भन्ने हो है यसो बाहिर हेर्नुभयो तर हजुरलाई के लाग्यो त आजको मौसम हेर्दाखेरि चाहिँ पानी पर्छ जस्तो लाग्यो अब यसलाई चाहिँ कसरी भन्ने त है अब यहाँ चाहिँ के छ त हाम्रो आज पानी पर्छ भन्ने भर्ब छ है पानी पर्छ भन्दा के भन्छ पानी पर्नुलाई के भन्छ पानी पर्नुलाई के भन्छ पानी पर्नुलाई के भन्छ फुरीमास भन्छ है फुरीमास भन्छ फुरीमास हाम्रो कुन ग्रुप हो कुन ग्रुपको भर्ब हो फुरीमास कुन ग्रुप भर्ब हो हाम्रो फुरीमास सेकेन्ड ग्रुप हो र होइन फुरीमास फर्स्ट ग्रुप भर्ब है ठीक छ फर्स्ट ग्रुप फुरी आछ नि त री भनेपछि त ई साउन्ड आयो चाहिँ फर्स्ट ग्रुप भनेको थियौँ नि हामीले है फुरीमास फर्स्ट ग्रुप भर्ब हो भनेपछि फुरीमास अब हाम्रो के छ त मासमा छ भन्छ फेरि यसलाई प्लेन फर्ममा लाँदा केमा चेन्ज गर्नुपर्छ मासको प्लेन फर्म के भनेको थियौँ मासको प्लेन फर्म के हुन्छ मासको प्लेन फर्म नाइ होइन नि मासलाई हो नाइ गर्ने त मास छ भने के गर्ने भनेको हामीले फेरि बिर्सिनु भयो मासको प्लेन फर्म रुट भर्ब ठीक छ मुना छान है के हो त रुट भर्ब हुन्छ अब हाम्रो यहाँ फर्स्ट ग्रुपको भर्ब छ फुरीमास अब हामीले चाहिँ रुट भर्बमा लग्दा के गर्नु पर्यो त ई साउन्ड हो हाम्रो फर्स्ट ग्रुप भनेको रुट भर्बमा चाहिँ ई साउन्डलाई कुन साउन्डमा चेन्ज गर्नुपर्छ त हामीले ई साउन्डलाई कुन साउन्डमा लाने ठीक छ उ साउन्डलाई चाहिँ ई साउन्डलाई उ साउन्डमा लाग्ने भने चाहिँ फुरीमासको के हुने भयो फुरु रीको रु हुने भयो है ठीक छ क्युवा आमेगा फुरुतो ओमैमास है आज चाहिँ पानी पर्छ जस्तो लाग्छ हुने भयो है ठीक छ फुरीमासको फुरुतो ओमैमास हुने भयो है ल नेक्स्ट हेर्नु अर्को निबानको हेर्नु है
यो केक मिठो छ जस्तो लाग्छ है। अब हामीले त्यो केक हेऱ्यौँ अनि त्यो हेर्दाखेरि चाहिँ हामीलाई के लाग्यो त मिठो छ जस्तो लाग्यो है। त्यो मिठो हुनैपर्छ भन्ने छैन, नमिठो हुन पनि सक्छ, तर हेर्दा हामीलाई के लाग्यो त मिठो छ जस्तो लाग्यो। त्यो आफ्नो इकेन भन्ने हो कि आफ्नो ओपिनियन है। त्यही भएर चाहिँ अब के हुने भयो त यो केक मिठो छ भनेपछि यसमा चाहिँ भर्ब एड्जेक्टिभ नाउन के छ त यो केक मिठो छ भनेपछि यहाँ के युज भएछ भर्ब छ कि एड्जेक्टिभ छ कि नाउन के छ ठीक छ है। ठीक छ समिता जान ठिक छ ई एड्जेक्टिभ छ हाम्रो चाहिँ है। अब ई एड्जेक्टिभलाई प्लेन फर्ममा लग्नुपर्छ हामीले इकेन गर्नलाई भनेपछि मिठोलाई के भन्छ त जापानिजमा मिठो भन्दाखेरि के हुन्छ डेलिसियस। डेलिसियसलाई के भन्छ आमाई भनेको स्वीट हो है, गुलियो भन्ने हुन्छ। मिठोलाई चाहिँ के भन्छ ओइसी। ठिक छ ओइसी भन्छ है। त ओइसी भनेको हाम्रो के भयो ई एड्जेक्टिभ भयो। अब यसलाई प्लेन फर्ममा लाग्दा ओइसी देशको चाहिँ देश हटाइदिने जस्ट ओइसी मात्रै राख्ने हो हामीले अब प्लेन फर्ममा है। भनेपछि के हुने भयो त कोनो केकी वा ओइसी तो ओमोइमास है। कोनो केकी वा ओइसी तो ओमोइमास। यो केक चाहिँ के छ त मिठो छ जस्तो लाग्छ भन्न पाउनुभयो है। अब फेरि कुनै कुनै केक हेर्दा नै नमिठो जस्तो लाग्छ नि हजुरहरूलाई, त्यति बेला कसरी भन्नुहुन्छ त यो केक मिठो छैन जस्तो लाग्छ भन्न नि जान्नु पर्यो। फेरि कसरी भन्नुहुन्छ ल बनाउनु त यो केक मिठो छैन जस्तो लाग्छ ल कमेन्ट गर्नु त कसरी भन्ने यो केक मिठो छैन जस्तो लाग्छ। यो केक मिठो छैन जस्तो लाग्छ। समिसान थ्याङ्क यू। यान 3 सम्म त सोचे हैन, म आफै पनि पढ्दैछु। यान 4 सम्म चाहिँ टाइम मिल्यो भने गर्छु है। यो केक मिठो छैन जस्तो लाग्छ ल छिटो छिटो गर्नु त। मिठो छैन भनेपछि नेगेटिभतिर जानु न, मिठो छ भनेको प्रेजेन्ट टेन्स भयो। मिठो छैन भन्दा कसरी भन्नुहुन्छ अब ठिक छ रमा सानै ठिक छ। कोनो केकी वा ओइसी कुनै देश भन्नुहुन्छ मिठो छैनलाई। अब मिठो छैन जस्तो लाग्छ भन्दा कसरी गर्नुहुन्छ त ओइसी कुनै देश मिठो छैन। अब छैन जस्तो लाग्छ भन्नलाई आफ्नो ओपिनियन कसरी भन्नुहुन्छ अब ओइसी कुनैलाई प्लेन फर्ममा लानु पर्यो ओइसी कुनै देशलाई अनि तो ओमैमा थप्ने हो भने चाहिँ कम्प्लिट सेन्टेन्स गराउनु त कसरी हुने भयो कमेन्ट गर्नु छिटो छिटो। सो देस्ने ल ठिक छ। कोनो केकी वा ओइसी कुनै तो ओमैमास। ओइसी कुनै देशको चाहिँ देश हट्छ भनेको नि हाम्रो ई एड्जेक्टिभको अनि ओइसी कुनै तो ओमैमास गर्ने है। आजभोलि त्यसै न्युज थाहा छैन के हुन्छ है त्यो लागु भइसक्यो कि भएन थाहा छैन। पढिराख्नु न हजुरहरू के हुन्छ रुल्सहरू चेन्ज भइरह। कोनो केकी वा ओइसी कुनै तो ओमैमास हुन्छ है ल ठिक छ। अब हामी नेक्स्टतिर जाऊँ है त। सानबानको रे हेर्नु त सानबानको रे हेर्नु है 3 नम्बरमा शर्मिलाजी बिरामी हुनुहुन्छ जस्तो लाग्छ है। अब शर्मिलाजी चाहिँ क्लास आउनु भएन अथवा अफिस आउनु भएन हामीलाई के लाग्यो त हाम्रो विचारमा के लाग्यो बिरामी हुनुहुन्छ जस्तो लाग्छ भनेर भन्न पर्यो आफ्नो इकेन कसरी भन्ने बिरामी हुनुहुन्छ। बिरामीलाई के भन्छ जापानिजमा बिरामीलाई के भन्छ बिरामी सिकनेसलाई के भन्छ छिटो छिटो कमेन्ट गरिहाल्नु त ठिक छ है। ठिक छ बेउकी भन्छ हैन। बेउकी भनेको के हो त हाम्रो नाउन एड्जेक्टिभ
एडजेक्टिभ भर्ब के हो बेहुकी ठिक छ बेहुकी चाहिँ हाम्रो के हो त नाउन हो ठिक छ है अब नाउन भनेपछि के हुन्छ त नाउन भनेपछि के हुन्छ बिरामी हुनुहुन्छ जस्तो लाग्छ भनेपछि चाहिँ नाउन भनेपछि चाहिँ हामीले अब बेहुकी देश भन्छ नि त बिरामी हुनुहुन्छ भन्दा अब नाउन र नाक्योसमा के गर्नुपर्छ प्लेन फर्ममा देशलाई के गर्नुपर्छ देशको के हुन्छ दा हुन्छ ठिक छ है देशको दा हुने भयो है भनेपछि हाम्रो सेन्टेन्स के बन्ने भयो त सारुमिरा सान वा बेहुकी दा तो ओमोइमास है सारुमिरा सान वा बेहुकी देशको के हुने भयो दा तो ओमोइमास शर्मिलाजी बिरामी हुनुहुन्छ जस्तो लाग्छ भन्न पाइयो है ल नेक्स्ट हेर्नु है योनबान कतिजनालाई यो सेन्टेन्स मन नपर्न पनि सक्छ जस्ट इक्जाम्पल मात्रै हो केही पनि त्यस्तो नसोच्नु है ल हेर्नु है यस पटकको वर्ल्ड कप पोर्चुगलले जित्छ जस्तो लाग्छ मेरो इकेन है आफ्नो आफ्नो इकेन राख्न पाइयो नि त आफ्नो आफ्नो जित्छ भन्ने छैन त्यसमा है जे पनि हुन सक्छ तर मलाई के लाग्छ त पोर्चुगलले जित्छ जस्तो लाग्छ यसरी भन्न पाइयो है ल कसरी भन्न पर्यो त मन पर्यो ठिक छ कतिजनालाई मन नपरिरहेको होला नरिसाउनु है ल हेर्नु त कसरी भन्न पर्यो त कोन खाइन अब वर्ल्ड कप भन्ने त्यस्तो मिनिङहरू त हजुरले पढिसक्नु भएको छ अहिले नै है 21 लेसन आउँदाखेरि यहाँ अब एक्स्ट्रा मिनिङ आएको छ त्यो पनि यसो नोट गरेर पढिराख्नु अब काम लागिहाल्छ है ल हेर्नु त कोन खाइन वारुद्ध कप्पु वा वर्ल्ड कपलाई चाहिँ वारुद्ध कप्पु भन्छ है अब पोर्चुगललाई चाहिँ पोर्तुगारुगा अब जित्नुलाई के भन्छ त जित्नु विनलाई के भन्छ जित्नुलाई के भन्छ लेसन 21 को ग्रामर हुँदैछ है जित्नुलाई के भन्छ छिटो छिटो कमेन्ट गरिहाल्नुस् है जस्ट इक्जाम्पल हो है यो चाहिँ अनि मेरो इकेन पनि जे पनि लाग्न पायो है हजुरको इकेनमा छुट्टै लाग्न पनि पायो है ल जित्नुलाई के भन्छ त खाचिमास भन्छ है खाचिमास भन्छ अब खाचिमास भनेको चाहिँ के हो त हाम्रो भब भइहाल्यो यो त हैन अब कुन ग्रुप भब हो त खाचिमास कुन ग्रुप भब हो खाचिमास कुन ग्रुप भब हो ची भनेर ई साउन्ड आइसक्यो भयो त फर्स्ट ग्रुप भब ठिक छ है खाचिमास फर्स्ट ग्रुप भब हो है अब खाचिमास हाम्रो फर्स्ट ग्रुप भब हो भने ई साउन्डलाई चाहिँ हामीले केमा लानु पर्यो अब मासलाई चाहिँ रुट भबमा चेन्ज गर्ने हो ई साउन्डलाई चाहिँ केमा चेन्ज गर्नु पर्यो रुट भबमा लग्नलाई ई साउन्डलाई उ साउन्डमा अब खाची ची चेन्ज भएर के हुन्छ अब ची चेन्ज भएर के हुन्छ चु हुन्छ ठिक छ है खाची मासको के हुनु भयो त खाचु हुने भयो है खाचु तो ओमोइमास कोन खाइन वारुदो का पुवा पोर्तुगारुगा खाचु तो ओमोइमास है यसपालिको वर्ल्ड कप चाहिँ पोर्चुगलले जित्छ जस्तो लाग्छ यसरी बनाउन सक्नुहुन्छ है हजुरले आफ्नो इकेनमा कुन लाग्छ त्यो राख्न मिल्यो है ल गोबानको रे हेर्नु है 5 नम्बरको रे हेर्नु त जापानको जीवनशैली सजिलो छैन जस्तो लाग्छ है हामीलाई चाहिँ यसो हेर्यौं है जापानको न्युजहरू यताउता भिडियोहरू यसो हेर्दाखेरि चाहिँ हामीलाई के लाग्यो त जापानको जीवनशैली चाहिँ सजिलो छैन जस्तो लाग्छ भन्न पर्यो है अब यहाँ चाहिँ सजिलो छैन भनेर के युज भयो त सजिलो भनेको के हो जापानिजमा सजिलोलाई के भन्छ रविन्द्र सान थ्याङ्क यू खानतान भन्छ हैन खानतान भनेको इजी भयो खानतान के हो त हाम्रो एडजेक्टिभ नाउन
के हो? कुमार सान, थ्याङ्क यू कुमार सान। ना एड्जेक्टिभ हो नि समिता छन्, ठिक छ। ना एड्जेक्टिभ नाउन होइन, ना एड्जेक्टिभ है। खानतान भनेको ना एड्जेक्टिभ हो भनेपछि अब सजिलो छ भनेको भए खानतान देश हुन्थ्यो। सजिलो छैन भन्दा के हुन्छ त खानतान ज्यारी मासेन हुन्छ। अब मासेन भन्ने बित्तिकै अब ज्यारी मासेनको प्लेन फर्म के हुन्छ त? ज्यारी मासेनको प्लेन फर्म के हुन्छ? ज्यानाई। भण्डारी सान, ठिक छ है, ज्यानाई हुन्छ है। ल भनेपछि अब जापानको जीवनशैली भन्नलाई चाहिँ निहोन्नो लाइफस्टाइललाई के भन्छ त? सेइखाचु है। निहोन्नो सेइखाचु वा खानतान ज्यानाई तो ओमोइमासु है। जापानको लाइफस्टाइल चाहिँ सजिलो छैन जस्तो लाग्छ है। आफ्नो विचार हो है। अब कसैलाई सजिलो छ जस्तो लाग्छ भन्न पर्यो भने खानतान दातो ओमोइमास गर्न सक्नुहुन्छ है। देशको दा गर्न सक्नुहुन्छ है। खानतान दातो ओमोइमास गरिदिनु, अथवा सजिलो छैन जस्तो लाग्छ भन्न पर्यो भने चाहिँ खानतान ज्यानाई तो ओमोइमास भनिदिने है। ल ठिक छ, ठिक छ। अब हजुरले चाहिँ यति भएपछि आफ्नो इकेन राख्न चाहिँ सक्नुहुन्छ होइन। आफ्नो ओपिनियन राख्न पर्यो भने चाहिँ हजुरले भर्ब अथवा एड्जेक्टिभ नाउनलाई चाहिँ के गरिदिने, फर्स्टमा प्लेन फर्ममा चेन्ज गरिदिनु, अनि त्यसपछि तो ओमैमास भनेर थपिदिनु है। हजुरलाई आफूलाई लागेको कुरा कसैलाई सुनाउन पर्यो है, त्यसो भन्नु पर्यो भने चाहिँ के गर्नु पर्यो त? भर्ब अथवा एड्जेक्टिभ र नाउनलाई चाहिँ के गरिदिने त? प्लेन फर्ममा चेन्ज गर्ने, त्यसपछि के गरिदिने, त्यसपछि चाहिँ हामीले के गरिदिने त? तो ओमोइमास भन्ने है। ल यो चाहिँ सकियो। अब हामी नेक्स्ट ग्रामरतिर जान्छौँ है। ओकिमासलाई भन्नुभएको रहेछ, हेर्नु है। ओकिमास उट्सु हो भने सेकेन्ड ग्रुप हो। ओकिमास उट्सु हो भने सेकेन्ड ग्रुप हो है। सेकेन्ड ग्रुप भनेपछि चाहिँ हाम्रो नाइ फर्ममा लग्दाखेरि के गर्नु पर्यो त? नाइ फर्ममा लग्दाखेरि चाहिँ मास हटाएर नाइ थप्ने हो, ओकी नाइ गर्ने है। तर हाम्रो ओकिमास राख्छु भन्ने मिनिङ हो भने चाहिँ फर्स्ट ग्रुप हो है। अब फर्स्ट ग्रुप भनेपछि चाहिँ ओकी भनेको ई साउन्ड हुन्छ फर्स्ट ग्रुपमा। ई साउन्डलाई चाहिँ नाइ फर्ममा लाँदा आ साउन्डमा लानुपर्ने हुन्छ कि भन्छ ओका नाइ हुन्छ है। लेख्नु त, लेख्नु त। ल छिटो लेखिहाल्नु, त्यसपछि हामी अर्को ग्रामरतिर जान्छौँ है। हजुर, राख्छु हो भने चाहिँ ओकानाइ भइहाल्यो यो फर्स्ट ग्रुपको ओकानाइ। त्यसपछि चाहिँ सेकेन्ड ग्रुप हो भने चाहिँ हाम्रो ओकिनाइ हुन्छ है। ओकिनाइ हुन्छ, मास हटाएर नाइ एड गरिदिने है। हजुर सुमिक्षा सान। ल अर्को ग्रामरतिर जाऊँ है त। ल हेर्नु नेक्स्ट ग्रामरमा हेर्नु त। अघि हामीले चाहिँ प्लेन फर्ममा तो ओमोइमास लगायौँ है। अघि चाहिँ
बेसिक नै भइरहेछ। हामी चाहिँ अहिले त्यो अगाडिको सकाएर 21 लेसनमा आइपुगेछौँ है। अनि अगाडिको ग्रामरहरू चाहिँ हाम्रो फेरि सुरुबाटै मैले भिडियो बनाएर युट्युबमा राख्छु। अहिले चाहिँ अलिक बिजी भएर राखिरहेको छैन, अलि टाइम वेट गर्नु है। ल प्लेन फर्म प्लस तो इमा सीतावाला ग्रामर हेर्नु त। अघि हामीले प्लेन फर्म प्लस तो ओमैमास गर्दा चाहिँ हामीले के गरेको थियौँ, आफ्नो इकेन भन्न सिकेको थियौँ। अब यहाँ चाहिँ के हुन्छ त, प्लेन फर्म प्लस तो इमा सीता। हजुर त्यही हो है, ओकिमास, ओकिरु, ओकिनाई, ओकिता नै हो है। यो चाहिँ उट्सुवाला ओकिमासको है, ठिक छ। सेकेन्ड ग्रुपको हो, फर्स्ट ग्रुपको चाहिँ फेरि चेन्ज हुन्छ है। ल अब हामी चाहिँ नेक्स्ट ग्रामर प्लेन फर्म प्लस तो इमा सीतातिर जाँदैछौँ है। अघि हामीले प्लेन फर्म प्लस तो ओमैमास गर्दा यस्तो जस्तो लाग्छ भनेर आफ्नो इकेन भन्न सिक्यौँ। अब चाहिँ प्लेन फर्म प्लस तो इमा सीता गर्दा कसैले भनेको कुरा जस्ताको जस्तै चाहिँ यस्तो भन्नुभएको थियो भनेर एउटाले भनेको कुरा अर्कोलाई सुनाउन पर्यो भने चाहिँ फेरि हामीले यो प्याटर्नको सेन्टेन्स चाहिँ युज गर्छौँ है। प्लेन फर्म प्लस तो इमा सीता, इमास भनेको भन्नु हो है। इमासिता कसैले भनिसकेको कुरा भन्न भएको भएर म्याक्सिमम चाहिँ इमासिता युज हुन्छ है। इमास पनि हुन्छ तर इमासिता चाहिँ यसमा म्याक्सिमम युज हुने भएको भएर मैले इमासितालाई राखेको छु है। प्लेन फर्म प्लस तो इमासिता, अघि जस्तै हजुरको भर्ब, एडजेक्टिभ, नाउनहरू जे आए पनि त्यसलाई प्लेन फर्ममा लगिदिनु पहिला। त्यसपछि अनि के गर्नु पर्यो त, तो इमासिता है। यस्तो भन्नुभएको थियो नि भनेर एउटा व्यक्तिले भनेको कुरा अर्को व्यक्तिलाई सुनाउन पर्यो भने चाहिँ हामीले यो प्याटर्नको चाहिँ युज गर्छौँ है। ल हेर्नुहोस् त, एक व्यक्तिले भनेको कुरा अर्को व्यक्तिलाई जस्ताको तस्तै गरी सुनाउनु पर्दा यो संरचना अथवा यो स्वरूपको चाहिँ हामीले प्रयोग गर्छौँ है। के भन्नुभयो, हिरागाना पढेर सक्यो, काटाकाना पढेको छैन, अर्को स्याटरडे यान्फोको इक्जाम छ, कस्तो कस्तो भन्नुभएको रहेछ। कस्तो कस्तो क्वेसन आउँछ नि रे। अनि हजुरले बल्ल काटाकाना नपढिकन कसरी यान्फोको इक्जाम दिनुहुन्छ त नि? यान4 लेख्नुभएको छ त त्यहाँ। ए यान5 ठिक छ। त्यो त पोसिबल नै नहुने कुरा हो। अनि हजुरले अहिले यत्तिकै काटाकाना नै नपढ्नु भएको मान्छेलाई अनि यत्तिकै भनेर पनि बुझ्नु पनि हुँदैन होला सायद, किनकि हजुरको लेसन स्टार्ट भयो कि नाइ, बल्ल हिरागाना सक्यो भन्नुभएको छ अनि लेसन त के पढ्नुभयो होला र। जेएफटी चाहिँ मैले अहिलेसम्म गरेको छैन। मैले नेट मात्रै हो इक्जामहरू दिएको, सबै मैले जति पनि लेभलको दिएछु नेटको मात्रै दिएछु। त्यही भएर जेएलपिटी र जेएफटीको चाहिँ मलाई आइडिया छैन है। हजुरले यान5 इक्जाम दिने हो भने त मेनली एउटा भोकेबुलरीहरू चाहिँ मस्त जान्नुपर्ने हुन्छ होइन। त्यसपछि चाहिँ हजुरको ग्रामरहरू है अब कस्तो आउँछ भनिदिने हजुरलाई चाहिँ। अनि त्यसपछि हजुरको मोन्दाई सानको लागि चाहिँ मोन्दाई योनसम्म हुन्छ होइन। लिसनिङहरूको लागि चाहिँ मेनली मोन्दाई सानको लागि चाहिँ हजुरको के हुन्छ भन्दाखेरि दुईवटा पिक्चर देखाएर हजुरले यो अब एरोले देखाएको मान्छेले के भन्छ भन्नेवाला एकदमै मेन हुन्छ कि त्यस्तोवाला प्याटर्नको क्वेसन आइदिन्छ लिसनिङमा मोन्दाई सानमा होइन। त्यसमा चाहिँ के थाहा हुनुपर्छ भन्दाखेरि हजुरलाई जस्तै तादाइमा म घर आइपुगेँ भन्दाको रेस्पोन्समा के भन्नुपर्छ है, खाना खानुभन्दा अगाडि के भन्नुपर्छ, खाना खाइसकेपछि के भन्नुपर्छ, कसैको रुममा इन्टर गर्दा के भन्नुपर्छ, यो पुरा थाहा हुनुपर्छ कि। अनि कस्तो थाहा हुनुपर्छ भन्दाखेरि मेरो पेन छैन साथीलाई उधारो माग्छु है, त्यस्तो कन्डिसनमा कसरी भन्नुपर्छ, यो कुराहरू चाहिँ मोन्दाई सानको लिस्निङको लागि मस्ट इम्पोर्टेन्ट हुन्छ। त्यसपछि कुनै के भन्छ साथी बिरामी छ त्यो केसमा के भन्नुपर्छ
त्यही वाला आइदिन्छ कि मोन्दाइसानमा चाहिँ जस्तो एउटा कन्डिसन दिन्छ साथी बिरामी छ अब एरोले देखाएको मान्छेले के भन्छ भनेर 3टा अप्सन दिइदिन्छ कि अनि त्यो मध्ये चाहिँ हजुरले चुज गर्ने हो हैन। अनि मोन्दाइयोनको लागि चाहिँ क्वेसन सोधिदिन्छ जस्तै तपाईँ चाहिँ अहिले कहाँ बस्नुहुन्छ भन्ने वाला क्वेसनको एन्सर 3टा दिइदिन्छ अनि त्यो मध्ये कुन चाहिँ हो भनेर चुज गर्नुपर्ने हुन्छ। भनेपछि होल यान 5 सम्मको सबै कुराहरू पार्टिकल ग्रामरदेखि लिएर हजुरले भोकाबुलरीहरू एकदम राम्रोसँग थाहा हुनुपर्छ। अझै स्टारवाला क्वेसन आइदिन्छ हजुरलाई हैन। अब स्टारवाला क्वेसनको लागि त हजुरलाई ग्रामर कम्प्लिट थाहा हुनुपर्छ नत्र त्यो स्टार कम्प्लिट गर्नै सकिँदैन त्यो सेन्टेन्स हैन। त्यो भएर चाहिँ हजुरको पार्टिकल ग्रामर भोकाबुलरी सबै नै एकदमै के भन्छ अरे कम्पलसरी रूपमा चाहिँ हजुरले जान्नै पर्ने हुन्छ कि यान 5 एउटा चाहिँ राम्रोसँग पास गर्नको लागि। त्यही भएर मिनिङ पनि एकदम राम्रोसँग पढ्नु हैन। मिनिङ थाहा हुने बित्तिकै त हजुरले सेन्टेन्स मजाले बुझ्नुहुन्छ कस्तो कन्डिसन हुन्छ सक्नुहुन्छ हैन। अब ग्रामर त झन् मोस्ट इम्पोर्टेन्ट भइहाल्यो अनि पार्टिकल है। अब यो इक्जाममा कस्तो कस्तो पढ्नुपर्छ भनेर म यो लेसन सकाएपछि राखिदिन्छु यान 5 को इक्जामको लागि हजुरहरूलाई चाहिँ। जस्तै यसको रेस्पोन्समा के दिने पार्टिकलहरू कस्तो ठाउँमा कुन पार्टिकल लाग्छ त्यो सबै बनाइदिन्छु हजुरहरूलाई। अहिले 21 लेसनमा पुगेछौँ 4वटा लेसन मात्रै बाँकी छ नि त त्यही भएर अलि टाइम चाहिँ वेट गर्नु है हजुरहरू। यो पालिको इक्जाम अब जे भए पनि नेक्स्ट टाइम चाहिँ पास हुन्छु भन्ने तरिकाले राम्रोसँग पढ्नु अनि त्यति बेलासम्म त म सबै भिडियोहरू बनाएर सकिहाल्छु अनि पढ्दै गर्नु होला नि त है। हुन्छ ल। अनि कति हतार गर्नुभएको त भर्खर हिँडागाना परेर किन फर्म भर्नुभएको यति छिटो? ल पहिला हामी यो 21 को ग्रामर सकाम ल अरू कुराहरू बाँकी लास्टमा टाइम कस्तो हुन्छ त्यही अनुसार डिस्कस गरौँ ल। अहिलेलाई चाहिँ यो ग्रामर सकाम है। यान 3 को अस्ति भर्खर भयो अब फेरि 2 महिनामा खुल्छ। नेटको हो भने चाहिँ जिएफटी र जिएलपिटी को चाहिँ थाहा छैन है। जिएलपी त 6 महिनामा खुल्ने हो के जिएफटी को कसरी छ कुनै 2 महिनामा नै हुन्छ। अब कहिले भयो त्यो चाहिँ थाहा छैन है। ल पहिला ग्रामर सकाम ल। कति धेरैजना त यही पढ्न भनेर बसिराख्नु भएछ नि त त्यही भएर उहाँहरूको लागि यो ग्रामर सकाम अनि बाँकी कुरा चाहिँ पछि गरौँला है। ल हुन्छ ल। हामी चाहिँ अब के पढ्दैछौँ त प्लेन फर्म प्लस तो ई मासिता है। ई मासिता अब यो भन्दा के हुन्छ त कसैले भनेको कुरा एउटा व्यक्तिले भनेको कुरा अर्को व्यक्तिलाई जस्ताको तस्तै रूपमा हजुरले सुनाउन पर्यो भने चाहिँ हामीले प्लेन फर्म प्लस तो ई मासिता गर्ने हो है। जस्तै हेर्नु त भब छ भने पनि भबको प्लेन फर्ममा तो ई मासिता गरिदिने। भबलाई प्लेन फर्ममा लान अघि हामीले अगाडि लेखिसकेको भएर मैले डिटेलमा लेखिन है। प्रेजेन्ट टेन्स मास छ भने रुट भब मासेन छ भने नाइफर्म सीता छ भने ताफर्म र सेन्डेसिता छ भने चाहिँ नाकाता गर्ने अनि प्लेन फर्म प्लस तो ई मासिता है। त्यसपछि एडजेक्टिभमा ई एडजेक्टिभ छ भने अथवा ना एडजेक्टिभ छ भने यसलाई पनि प्लेन फर्ममा लगिदिने। ई एडजेक्टिभलाई चाहिँ प्लेन फर्ममा लग्दा सबै टेन्सको देश हटाउने। ना एडजेक्टिभमा के छ त देशको दा ज्यारी मासिनको ज्यानाई देशिताको दात्ता ज्यारी मासिन देशिताको ज्यानाकाता गरेर प्लेन फर्म प्लस तो ई मासिता गरिदिने है। नाउन छ भने पनि सेम ना एडजेक्टिभमा जस्तो रुल्स लाग्छ नाउनमा पनि सेम हो है। हजुर कन्फ्युज हुनु परेन। देशको दा ज्यारी मासिनको ज्यानाई देशिताको दात्ता ज्यारी मासिन देशिताको ज्यानाकाता गरेर चाहिँ हजुरहरूले प्लेन फर्म त्यो भइहाल्यो नि तो ई मासिता लगाउन सक्नुहुन्छ है। यसलाई युज गरेर हजुरले यस्तो भन्नुभएको थियो भन्नु छ भने है। सो एक्जाम्पलहरू हेर्नु है एउटा दुईटा छ। लाइभ आउने टाइम चाहिँ मर्निङ डेमा आउँदैनौँ हामी। मर्निङ र डेमा चाहिँ गर्दैनौँ साँझ चाहिँ हामी 10 बजे आउँछौँ है। कहिले कसो साँझ आउन भ्याएनौँ जस्तो लाग्यो भने चाहिँ हामी डेमा आउँछौँ त्यति बेला चाहिँ इन्फर्म गर्छौँ है हजुरहरूलाई त्यही अनुसार जोइन हुनु न। इक्जाम्पल हेर्नु है। हेर्नु त इचिबानको हेर्नु त
9 बजेदेखि भन्नुभएको रहेछ। अलिक भ्याउँदिनँ कि आजभोलि त गर्मी छ, अनि त्यसपछि यताउता गर्दा खाना बनाउने यताउता काम पनि ढिलै हुन्छ। अनि 10 बजी चाहिँ ठिक्क हुँदो रहेछ कि हामीले खानासाना खाएर अनि एकछिन यसो वाक जान्छौँ, अनि त्यसपछि आउन ठिक्क हुँदो रहेछ कि यति बेला। हेर्नु है, इक्जाम्पल हेर्नुहोस् त। साथीले काम छोड्न चाहन्छु भनेको थियो भन्ने छ है। साथीले काम छोड्न चाहन्छु, यस्तोलाई पक्रिनुपर्छ कि हजुरले है। यसमा मेन के छ त, काम छोड्न चाहन्छु भन्ने छ है। अब काम छोड्नुलाई के भन्छ, रिटायर दिनुलाई काम छोड्नुलाई के भन्छ। लेसन 21 को ग्रामर हुँदैछ है। काम छोड्नुलाई के भन्छ, निर्वनसान ठिक छ, यामेमास भन्छ है। यामेमास भन्छ। अब छोड्न चाहन्छु भनेर हामीले चाहिँ आफ्नो विस एक्सप्रेस गर्दा के गर्नुपर्छ भने थियौँ, 13 लेसनमा पढेको ताई फर्म मास हटाएर ताई लगाउँदा के भयो त, यामे ताई भयो है। ठिक छ गोपारुकुन, ठिक छ है। ल भनेपछि के भयो त, हाम्रो यामे ताई देश हुन्छ त्यसमा पनि। अब ताई भनेपछि लास्टमा इ आएको भएर इ एडजेक्टिभ त होइन ताई फर्म भनेको, तर इ एडजेक्टिभको जस्तै देश हटाइन्छ है। ताई फर्ममा पनि यति बुझ्नु है। ताई फर्ममा पनि हामीले प्लेन फर्म गर्दाखेरि के गरिदिन्छ त, इ एडजेक्टिभको जस्तै देश हटाउने हो भनेर बुझ्नु है। ल हेर्नु, तोमोदाची वा सिगोतो ओ यामेताई तो इमासिता है। प्लेन फर्म प्लस तो इमासिता गरिदिने है। तोमोदाची वा साथीले के भनेको रहेछ त, सिगोतो ओ यामेताई तो इमासिता। ल बुझ्नु भयो नि बानेर्नु है। दाइले के भन्नुभएको रहेछ त, अर्को वर्ष घर फर्किन्छु भन्नुभएको थियो है। दाइले के भन्नुभएको छ त, अर्को वर्ष घर फर्किन्छु भन्नुभएको थियो है। कसरी गर्ने त, अब यहाँ के छ त, हाम्रो फर्कन्छु भन्ने भर्ब युज भएछ है। फर्कन्छुलाई के भन्ने, रिटर्न। रिटर्नलाई के भन्ने, फर्कन्छुलाई के भन्ने, खाएरिमास। ठिक छ है समिता छन्, खाएरिमास भन्छ है। अब फर्कन्छु, खाएरिमासलाई के गर्नु पर्यो त, हामीले रुट भर्बमा लग्नु पर्यो। खाएरिमासको रुट भर्ब खाएरु हुने भयो है। ठिक छ। आनी वा अर्को वर्षलाई राइनेन उची ए खाएरु तो इमासिता है। आनी वा राइनेन उची ए खाएरु तो इमासिता भन्नु पर्यो है। ठिक छ। ल नेक्स्ट सानबान हेर्नु त। सानबानमा के छ, शिक्षकले भोलि स्कुल आउँदिन भन्नुभएको थियो है। टिचरले के भन्नुभएको रहेछ त, इमास भनेको भन्नु हो। अनि यस्तो भनेर भन्नुभएको थियो भन्नलाई चाहिँ हामीले प्लेन फर्ममा तो राख्नै पर्छ के, त्यही भएर तो इमासिता भनेको है। इमास भनेको भन्नु हो। ल अब शिक्षकले भोलि स्कुल आउँदिन भन्नुभएको थियो। यहाँ के छ त, हाम्रो भर्ब आउँदिन भन्ने छ है। आउँदिनलाई के भन्छ, जापानिजमा कसरी भन्ने, आउँदिन भन्दा आउँदिन कसरी भन्ने, किमासेन। ठिक छ। आउँदिनलाई किमासेन, यसको प्लेन फर्म के हुन्छ त, कोनाई हुन्छ है। ठिक छ श्यामसान, कोनाई हुन्छ है। ठिक छ। हेर्नुहोस् त, अब के हुने भयो त, सेन्से वा आसिता गाको ए कोनाई तो इमासिता। ठिक छ है। सेन्से वा आसिता गाको ए कोनाई तो इमासिता। टिचरले भोलि स्कुल आउँदिन भन्नुभएको थियो भन्ने छ है। ल नेक्स्ट योन हेर्नु त, हाम्रो लास्ट इक्जाम्पल। दिदीले जापानको जीवनशैली व्यस्त छ भन्नुभएको थियो
है। दिदीले जापानको जीवनशैली व्यस्त छ भन्नुभएको थियो। के भन्नुभएको थियो त? व्यस्त छ भनेर है। अब व्यस्तलाई के भनिन्छ जापानिजमा? व्यस्तलाई के भन्छ? इसोगासी। ठिक छ है। इसोगासी के हो त हाम्रो? इसोगासी एडजेक्टिभ अथवा नाउन के हो? इसोगासी एडजेक्टिभ अथवा नाउन के हो? इ एडजेक्टिभ। निशासन ठिक छ है। ल भनेपछि अब हामीले इ एडजेक्टिभलाई प्लेन फर्ममा लान त देश हटाइदिने हो भनेपछि इसोगासीलाई मात्रै लिने है। ल हेर्नु, आने वा निहोन नो सेइखाचु वा इसोगासी तो इमासिता है। आने वा निहोन नो सेइखाचु वा इसोगासी तो इमासिता गराइदिने है। आनेले के भन्नुभयो थियो त? जापानको जीवनशैली के छ त? व्यस्त छ भन्नुभएको थियो है। यसरी हजुरहरूले चाहिँ एउटा व्यक्तिले भनेको कुरा अर्को व्यक्तिलाई सुनाउनु छ भने चाहिँ के गर्नुपर्ने रहेछ त? भर्ब अथवा एडजेक्टिभ नाउनहरूलाई चाहिँ प्लेन फर्ममा लग्नुहोस् पहिला, त्यसपछि तो इमासिता गर्नु है। बुझ्नुहुन्छ नि अब त? भर्ब नाउन अथवा एडजेक्टिभलाई प्लेन फर्ममा लगेर तो इमासिता भनिदिने है। एकजना व्यक्तिले भनेको कुरा अर्को व्यक्तिलाई चाहिँ हामीले सुनाउनु छ भने चाहिँ यो प्याटर्नको चाहिँ युज गर्नु है। ठिक छ। ल अनि आफ्नो इकेन भन्न पर्यो भने कसरी भन्ने भने थियौँ? आफ्नो ओपिनियन मलाई यस्तो लाग्छ भनेर भन्न पर्यो भने चाहिँ कसरी भन्नुहुन्छ त? आफ्नो ओपिनियन भन्न पर्यो भने चाहिँ के गर्ने हामीले? कसरी भन्ने? अघि भनेको थियौँ नि, अघि पढेको। आफ्नो ओपिनियन भन्न पर्यो भने चाहिँ कसरी भन्ने? खै त नि कसैले नि भन्नु भएन त। हजुर निर्वाणा सान ठिक छ। प्लेन फर्म भनेर नि बुझ्न पर्यो है। प्लेन फर्म प्लस तो ओमोइमास है। भर्ब अथवा नाउन एडजेक्टिभहरूलाई प्लेन फर्ममा लगिदिने, त्यसपछि तो ओमोइमास गरिदिने है। ल ठिक छ। यो पनि सकियो। अब हामी लास्ट एउटा ग्रामरको चाहिँ बारेमा डिस्कस गर्छौँ, त्यसपछि यो लेसन चाहिँ सकिन्छ है हाम्रो। ल हेर्नु, हाम्रो लास्ट एउटा ग्रामर छ। ल प्लेन फर्म प्लस देस्यो है। देस्यो है। प्लेन फर्म प्लस देस्यो कसरी गर्ने त भन्दाखेरि चाहिँ प्लेन फर्म प्लस देस्यो भनेको चाहिँ यस्तो होला भनेर हामीले अनुमान लगाउने हो है। केही कुराको अनुमान लगाएर केही होला भन्नुपर्दा यो स्वरूपको प्रयोग गरिन्छ। अब यसमा पनि हामीले ओमोइमास र इमासमा जस्तै प्लेन फर्म लिनुपर्ने हुन्छ है। भर्ब छ भने पनि भर्बको प्लेन फर्म, त्यसै इ एडजेक्टिभ छ भने पनि इ एडजेक्टिभको प्लेन फर्म। इ एडजेक्टिभलाई प्लेन फर्म गर्दा के भयो त? हामीले सबैको देश हटाएको थियौँ है। तर यसमा के हुन्छ त? ना एडजेक्टिभ र नाउन छ भने चाहिँ प्लेन फर्म भनेर पढ्दा नि हुन्छ। तर के हुन्छ भन्दाखेरि चाहिँ देशको दा गर्छौँ नि त हामीले प्लेन फर्ममा है। ना एडजेक्टिभ र नाउनमा के गरिन्छ त? प्लेन फर्ममा देशको दा गरिन्छ। तर यसमा चाहिँ दा नगर्ने, डाइरेक्ट हामीले ना एडजेक्टिभ र नाउन प्लस देश्यो गर्नुपर्छ है। हामीले ओमोइमास र इमासमा चाहिँ ना एडजेक्टिभ र नाउनलाई पनि प्लेन फर्ममा लगेर तो ओमोइमास तो इमासिता गरेको थियौँ। तर देश्योमा भने हामीले प्लेन फर्म नगर्ने, दा नगर्ने है। डाइरेक्ट हामीले के गरिदिने त? नाउन र ना एडजेक्टिभमा देश्यो थपिदिने है। बुझ्नुभयो? याद गर्नु है। यो फेरि सबैको प्लेन फर्म भनेर गरिरहेको, अनि यसमा फेरि कन्फ्युज हुन सक्नुहुन्छ है। ल इक्जाम्पल हेरौँ अनि यसको सकिहाल्छ है। ल हेर्नु, आजको खेल, आज हाम्रो गेम हुँदै रहेछ। आजको खेल अर्जेन्टिनाले जित्छ होला है। जित्छ होला हामीले अनुमान लगाएर भन्ने हो है। ल यसलाई कसरी भन्न पर्यो त?
केउनो म्याचहरूलाई के भन्छ त केउनो सिआई वा आर्जेन्टिना गा खाचु देश्यो खाचिमासको के हुने भयो त खाचु देश्यो आर्जेन्टिन भन्छ है अर्जेन्टिनालाई यो देशको नाम भइहाल्यो कन्फ्युज नहुनु खाचिमासको खाचु देश्यो गरिदिने के खाचिमासको प्लेन रुट भर्ब चाहिँ के भयो त खाचु अनि देश्यो लगाइदिने है प्लेन फर्ममा लगेर जस अनुमान लगाउने हो इक्जाम्पललाई चाहिँ अर्को अर्थ नलगाइदिनु होला है जस्ट हामीले चाहिँ सिक्दैछौँ यसरी गराउने हो भनेर ल नेक्स्ट हेर्नु निबान टोयोटाको गाडी अब हामीले जापानिज ल्याङ्ग्वेज पढेको भएर जापानिज कम्पनी नै लियौँ है टोयोटाको गाडी सुविधाजनक हुन्छ होला भनेछ है ल अब यहाँ चाहिँ के हुन्छ होला त सुविधाजनकलाई के भन्छ सुविधाजनकलाई के भन्छ कन्भेनियन्ट भनेर पढ्नुभएको छ नि ठिक छ है ठिक छ के भन्छ त बेनरी भन्छ है बेनरी भनेको के हो हाम्रो नाउन एड्जेक्टिभ बेनरी भनेको के हो नाउन एड्जेक्टिभ के हो ना एड्जेक्टिभ हो नि हैन ना एड्जेक्टिभ भनेपछि हामीले डाइरेक्ट देश्यौ लगाइदिने भनेछौँ भनेपछि के हुने भयो त टोयोटा नो जिदौसा वा बेनरी देश्यौ टोयोटाको अटोमोबाइल कारहरू अथवा गाडी भेहिकल्सहरू चाहिँ के होला त बेनरी होला कन्भेनियन्ट होला है हुन्छ होला भन्ने मिनिङ भयो है ल अब यसमा चाहिँ हजुरले के सम्झिनुपर्छ एउटा भन्दाखेरि हजुरले जान्नुपर्ने कुरा चाहिँ ल यसमा चाहिँ अब यस्तो हुन्छ होला भन्दा त हामीले प्लेन फर्ममा लगेर देश्यौ गर्छौँ ना एड्जेक्टिभ र नाउनमा भने डाइरेक्ट देश्यौ गर्छौँ तर क्वेसन गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि यो स्वरूपमा प्रश्न गर्दा क्वेसनमा त हामीले देश्यौ कहाँ भने तापनि एन्सर दिँदा भने त्यही नै केहीमै लानुपर्छ प्लेन फर्ममा नलग्ने है पोलाइट फर्ममा नै दिनु पर्दछ जस्तै है क्वेसन सोध्दा चाहिँ हामीले प्लेन फर्म प्लस देश्यौ कहाँ नै गरे पनि एन्सरमा भने हामीले यसरी के भन्छ अरे फुच्चुकेमा राख्न मिल्दैन त्यही नै केहीमै राख्न पर्छ यसो हुन्छ होला नभनिकन हुन्छ भनेरै राख्न पर्ने हुन्छ कि है देश्यौ नगरिकन हामीले पोलाइट फर्ममै एन्सर गर्नुपर्ने हुन्छ है ल हेर्नु त सानबानमा हेर्नु टोकियो चहल पहल होला र भनेर सोध्न पर्यो है होला र क्वेसन गरिदिने है कस्तो हुने भयो त टोकियो वा निगियाखा देश्यौ का निगियाखा ना एड्जेक्टिभ डाइरेक्ट देश्यौ लगाइदिने है टोकियो वा निगियाखा देश्यौ का देशमा दिनु पर्यो के डाइरेक्ट देश्यौ नगरिकन हामीले त्यही नै केमा दिने भनेर बुझ्नु है अनि हामीले एन्सर चाहिँ हजुर चहलपहल होला नभन्ने कि हजुर चहलपहल छ भन्न पर्यो भन्न लाग्यो कि खासमा है हजुर चहलपहल होला नभनिकन हजुर चहलपहल छ यसरी भन्न पर्यो त्यही भएर हाई निगियाखा देश्यौ भन्नु चाहिँ गलत हुन्छ त्यही भएर एन्सरमा चाहिँ हाई निगियाखा देश हजुर चहलपहल छ नि यसरी चाहिँ एन्सर दिन पर्यो के है हजुर चहलपहल छ यस्तो वाला हुन्छ यो चाहिँ एकदम ध्यान दिनु है क्वेसनमा देश्यौ का प्लेन फर्म प्लस देश्यौ का भए पनि एन्सरमा भने हाम्रो पोलाइट फर्मै हुन्छ त्यही नै के नै हुन्छ देश्यौ का गर्न मिल्दैन है ल 21 को ग्रामर यति नै हो एउटा चाहिँ प्लेन फर्म प्लस तो ओमैमासिता अर्को भनेको चाहिँ प्लेन फर्म प्लस तो इमासिता कसैले भनेको कुरा फेरि अर्को पर्सनलाई सुनाउन पर्यो भने अर्को भनेको प्लेन फर्म प्लस देश्यौ यस्तो होला त्यस्तो होला भनेर हामीले चाहिँ अनुमान लगाएर भन्नुपर्दा है यति गरिसकेपछि हाम्रो 21 लेसन पनि सकिन्छ बुझ्नुभएको छ कि नै भोलि यो ग्रामर मैले राख्छु अनि टिकटकमा पनि राख्छु प्लस युट्युबमा पनि यो रेकर्डेड भिडियो चाहिँ अपलोड गरेको हुन्छु त्यहाँ गएर हेर्न पनि सक्नुहुन्छ है कन्फ्युजन हुनुहुन्छ भने ल
ठिक छ, हाम्रो यो सकियो 21। हामी फेरि अब एक दिनपछि पर्सि भेट्नेछौँ अर्को लेसनको ग्रामर लिएर। भोलि चाहिँ 22को मिनिङ हेरेर बस्नु, अनि हामी पर्सि चाहिँ 22को ग्रामरको डिस्कस गर्छौँ है। अब नेटको हो भने चाहिँ अब 2 महिनामा खुल्छ है। अनि जेएफटीको चाहिँ थाहा छैन है मलाई। जेएलपीटीको 6 महिनामा खुल्ने हो, त्यो जुलाईतिर हुन्छ होला जेएलपीटीको अब है। जेएफटीको चाहिँ मलाई थाहा छैन। नेटको चाहिँ अब 2 महिनामा खुल्छ है। अस्ति भर्खर भएर रिजल्ट पब्लिस भयो। अनि हजुरहरू चाहिँ यहाँ के अरे वर्किङको लागि गर्ने हुनुहुन्छ कि एसएस के चाहिँ सरी स्टुडेन्टको लागि गर्ने हुनुहुन्छ धेरै चाहिँ? केशवसान धन्यवाद हजुरको लागि। एसएसडब्ल्यूको लागि हुनुहुँदो रहेछ नि धेरैजना। हजुर कन्सल्टेन्सी गएर पढिराख्नु भएको छ कि सेल्फ स्टडी गरिराख्नु भएको छ? ट्रेनिङको लागि हो, ठिक छ। कन्सल्टेन्सीदेखि पढिराख्नु भएको होला नि त्यसो भए त हजुरले। ए ठिक छ। फुल भिडियो भोलि आउँछ है। यही रेकर्डेड भिडियो हो, भोलि अपलोड हुन्छ है, हेर्नु न। ठिक छ, ट्राई गर्नु न। टिकटकमा चाहिँ यो भिडियो राख्छु होइन, यो पोस्ट गर्छु मैले यो ग्रामरहरूको। अनि युट्युबमा चाहिँ रेकर्डेड भिडियो हुन्छ। अहिले हामीले लाइभ रेकर्ड भिडियो त्यो भोलि अपलोड गर्छु, हेर्नु न है। त्यो भनेको चाहिँ त्यस्तो धेरै त मलाई पनि थाहा छैन है। मैले बुझेअनुसार कस्तो रहेछ भने ट्रेनिङ भिजाको लागि जाने रहेछ। अनि हजुरहरूले चाहिँ त्यसमा चाहिँ कस्ट पनि थोरै लाग्छ अरे भनेर सुनेको थिएँ। अनि वहाँ गएर हजुरहरूले ट्रेनिङ लिँदै काम गर्ने भइहाल्यो के अरे। अनि पछि 17 महिना कि कति 19 महिना कसो भन्नुभएको थियो, त्यति महिनामा चाहिँ अनि हजुरहरूले इक्जाम पास गर्नुभयो भने चाहिँ हजुरको एसएसडब्ल्यू कन्भर्ट हुने रहेछ है। भएन भने चाहिँ फेरि अनि त्यसरी रिटर्न हुनुपर्छ अरे कि हजुर त्यो पास भएन भने। त्यही भएर कस्ट त थोरै लाग्छ, अनि ल्याङ्ग्वेज पनि त्यस्तो धेरै चाहिँदैन अरे। तर वहाँ गएर हजुरले 17 कि 19 कति महिना भन्नुभयो थियो, त्यति महिनाभित्र इक्जाम पास गर्नु भएन भने चाहिँ रिटर्न हुनुपर्छ अरे कि। अनि त्यो पास भयो भने बल्ल हजुरको एसएसडब्ल्यूमा कन्भर्ट हुने। अनि एसएसडब्ल्यूमा भइसकेपछि नि फेरि इक्जाम पास गर्नुभयो भने बल्ल हजुर जापानमा लङ टर्म बस्न पाउनुहुन्छ। अनि न त चाहिँ हजुर 5 वर्षमा रिटर्न हुन पर्ने रहेछ कि मैले बुझेअनुसार। त्यही पनि हजुरले कन्सल्टेन्सीदेखि पढ्दै हुनुहुन्छ भने चाहिँ त्यहाँदेखि अझै राम्रोसँग बुझ्नु न। ल ठिक छ, हामी आज यति नै ग्रामर सकिहाल्यो के अरे। अब इन गर्छौँ। मैले खास भन्न लागेको चाहिँ हजुर कन्सल्टेन्सी जानु भएन भने चाहिँ एउटा कन्सल्टेन्सी भेटेको थिएँ मैले होइन। अनि उहाँहरूको चाहिँ जापानमा पनि कम्पनी छ अरे। अनि यहाँ काठमाडौँमा चाहिँ अनि कुन ठाउँमा अरे बागबजार होइन, बागबजार कि कता उहाँहरूको कन्सल्टेन्सी छ अरे। अनि ए ग्रेडको स्कुलहरूमा नै एप्लाई गरिराख्नुपर्छ अरे यदि स्टुडेन्टमा गर्नुपर्छ भने पनि। अनि खाइगोमा गर्न कति धेरैजना अब आजभोलि त गर्ल्सहरू त धेरै खाइगोमा एप्लाई गर्न चाहनुहुन्छ नि त। अनि त्यस्तो छ भने चाहिँ
खाइको लागि चाहिँ इन्टरभ्यूहरू भइरहेछ भन्नुभएको थियो। मलाई अघि मेसेज गरिराख्नु भएको थियो कि अनि कोही त्यस्तो हुनुहुन्छ भने भन्नु न भन्नुभएको थियो। त्यही भएर हजुरहरू हुनुहुन्छ भने त्यता चाहिँ गर्न सक्नुहुन्छ, म कन्ट्याक्ट नम्बर पनि राखिदिन्थेँ भनेर हो। नाम चाहिँ के थियो म एकचोटि हेर्छु है त। आमामी रहेछ होइन, आमामी जापानिज ल्याङ्ग्वेज, आमामी जापानिज ल्याङ्ग्वेज स्कुल छ होइन। अनि इफ हजुरहरू त्यता गएर पढ्न इच्छुक हुनुहुन्छ अथवा त्यहाँदेखि हजुर एप्लाई गर्न चाहनुहुन्छ, कन्सल्टेन्सीमा जानु भएन भने त एउटा कन्सल्टेन्सी त हजुरहरू जसरी पनि पक्रिनु पर्ने हुन्छ होइन। त्यसको लागि हो भने चाहिँ त्यसको लागि हो भने अनि त्यता गर्न सक्नुहुन्छ भनेर के उहाँ जानुभयो भने चाहिँ अब सुस्मिता म उहाँको लाइभमा गएको थिएँ, उहाँले भन्नुभएको थियो भनेर यसो जानु न हजुरहरू। अब कन्सल्टेन्सीदेखि नै पढिराख्नु भएको छ भने त उतैदेखि गरिहाल्नु के अरे, होइन भने चाहिँ एउटा कन्सल्टेन्सी हजुरले जसरी पनि उस गर्नुपर्ने हुन्छ अनि त्यता जान सक्नुहुन्छ भनेर मलाई ठिक लाग्यो। चाहिँ उहाँहरूको जापानमै कम्पनी छ अरे भनेको भएर राम्रो हुनसक्छ। उहाँ गएर हजुरलाई केही समस्या पऱ्यो भने पनि अफिसमा गएर नि भन्न सक्नुहुन्छ नि त, नजिक नजिक पर्नुभयो भने त भनेर। अनि त्यहाँ फोन नम्बर पनि मेन्सन गर्नुभयो है, त्यो फोन नम्बरमा यसो कन्ट्याक्ट गर्न सक्नुहुन्छ है हजुरहरू आफै कुरा गर्नु। अघि मलाई भनिराख्नु भएको थियो कोही हुनुहुन्छ भने यसो भनिदिनु न भनेर, त्यही भएर एकचोटि कन्ट्याक्ट गरेर बुझ्न सक्नुहुन्छ है हजुर इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ। यो कन्सल्टेन्सी छैन भने यत्तिकै टिकटकमा मात्रै युज गर्ने हो, टिचिङ गर्ने हो। हजुर मेरो चाहिँ टिकटकमा मात्र हो। नै छैन नि, त्यतादेखि अनलाइन क्लास पनि हुन्छ होला हजुरहरूलाई त्यो कन्सल्टेन्सीमा। अनि भनिराख्नु भएको थियो के अरे मलाई, म फेरि अनलाइन क्लास अलिक भ्याउँदिनँ होला भनेर नगर्ने भएँ। उहाँले अनलाइन क्लास पनि गराउनुहुन्छ होला, त्यतादेखि पढ्न पनि सक्नुहुन्छ हजुरहरूले। बुझ्नु एकचोटि कन्ट्याक्ट नम्बर छ के अरे, आमामी जापानिज ल्याङ्ग्वेज स्कुल के छ। त्यो स्कुलको उस गर्न मिल्दैन, यहाँ आइडी मेन्सन गर्न मिल्दैन। पक्नु ल, म यहाँ मेन्सन गरिदिन्छु इफ मिल्यो भने चाहिँ। यान 4 को छैन नि, हामी बल्ल यान 5 को 21 लेसन पुगेछौँ। अनि फर्स्टमा यो 25 लेसन सकाम, अनि इन्टरभ्यूको क्वेसनहरू इक्जाम रिलेटेड कस्तो कस्तो कुराहरू फोकस गर्नुपर्छ त्योहरू हेरिसकेपछि बल्ल अनि टाइम मिल्यो भने म यान 4 पनि गराउँछु। भन्नुभयो त्यहाँ हेर्नु त, आमामी जापानिज ल्याङ्ग्वेज स्कुल भन्ने छ। अनि त्यसमा हजुरले चाहिँ एकचोटि यसो बुझ्न सक्नुहुन्छ, राम्रोसँग बुझेर मात्रै गर्नु। मसँग आज कुरा गर्नुभएको थियो त्यही भएर अनि हजुरहरूको इन्ट्रेस्टेड हुनुहुन्छ भनेर मात्र हो, बुझेर गर्नु। ए हो र, ठिक छ नि। ग्रामरहरू गर्नु त हुन्छ होइन। आज कति धेरैजनाको आइडी भेट्छु कि नयाँ नयाँ आइडी बनाउने, अनि होइन पढ्दै हुनुहुन्छ नि त ठिकै छ, हजुरहरूलाई नै होला भनेर भिडियोहरू राखेको। जस्ताको तस्तै मेरै यो कपीहरूको स्क्रिनसट दिएर यस्तो गरेर कति धेरैजनाले पोस्ट राखिदिनुहुन्छ क्या। अनि
नराम्रो लाग्ने क्या त्यस्तो चाहिँ। अनि फेरि होइन पढ्दै हुनुहुन्छ भने त एटलिस्ट लेखेर राख्नु भए पनि हुन्छ नि। लेख्दा पनि नलेख्ने अनि उहाँहरूले सिक्न खोज्नु भएको हो कि खासमा टिकटकमा जस्ट उहाँलाई भिडियोहरूमा भ्यू चाहिएको हो कि के हो त्यो चाहिँ मैले नबुझेको कुरा। अब सिक्दै हुनुहुन्छ भने सिक्नु नै भनेर मैले जानेको कुरा सेयर गरिरहेको हो नि त। जस्ताको तस्तै आफूले एउटा नोट पनि नगरिकन जस्ताको तस्तै कति धेरै राखेको देखिरहेको थिएँ कि। अनि त्यही भएर ठिकै छ हजुरले सिक्नुभयो भने त खुसी लाग्छ। मैले सिकाएर धेरैजनाले बुझ्नुभयो भन्नुहुन्छ होइन। जानेको कुरा मैले सेयर गर्न खोजेको हो, सिकाउनै खोजेको हो, खुसी लाग्छ। तर त्यस्तोले चाहिँ नराखिदिनु भए हुन्थ्यो। कि त आफैले लेख्नुभएको भए नोट गरेर राख्नुभएको भए पनि केही हुन्थेन त, जस्ताको तस्तै। ल ठिक छ, आजलाई यति नै गरे इन गरौँ है त लाइभ। जाने बेला झन् धेरैजना जोइन हुनुभएछ। फेरि हामी पर्सिको लाइभमा भेटौँला 22को लेसन ग्रामर लिएर। 22को मिनिङहरू हेर्दै गर्नु होला। योभन्दा अगाडिको ग्रामर कन्फ्युज हुनुहुन्छ भने टिकटकमा अब ग्रामरहरू पोस्ट गरेकै छु। अनि युट्युबमा पनि यस्तै रेकर्डेड भिडियोहरू छ। मैले भिडियो बनाउन नभ्याएको भएर यही भिडियोहरू चाहिँ पोस्ट गरिरहेको छु। फेरि हेर्न सक्नुहुन्छ, त्यहाँबाट अब रिपिट गर्दै हेर्न सक्नुहुन्छ। ल यति नै गरौँ है त आजलाई। हामी सकाइदिउँ लाइभ, इन गरौँ। ल यतिन्जेल बसिदिनु भयो, सिक्नुभयो होला पक्कै पनि केही कुराहरू जस्तो लाग्छ। अब थ्याङ्क यू हजुर हुनु भएर त सिकाउन मजा आउँछ। यति धेरैजना जोइन हुनुहुन्छ अनि झन् मजा लाग्छ सिकाउनलाई। फेरि हामी पर्सि भेट्नेछौँ। त्यतिन्जेलसम्म अगाडिको ग्रामरहरू अनि 22को मिनिङ हेर्दै गर्नु होला। फेरि पर्सि चाहिँ 22को ग्रामर सिक्ने नै छौँ। आज नै यति नै गरौँ है त, पर्सि भेट्छौँ फेरि हामी। गुड नाइट सबैजनालाई। पर्सि 10 बजे नै हुन्छ है, 10 बजे जोइन हुनु होला। ल सबैजनालाई गुड नाइट। अनि फलो गर्नु भएन भने चाहिँ फलो गर्नु ल। फलो त गर्नुपर्छ होला नि होइन, फलो गरेर हेर्नु होला है। ठिक छ मिनासान, ओयासु मिनासाई, माता साते।